देख्न सक्नुहुन्छ तपाईहरु यो अहिलेको यहाँ चिदिचौर ग्राउन्ड यो घाँसको चिदिचौर ग्राउन्ड अगाडि छौं हामी अहिले। यहाँनिर यो पेन्टिङहरु यसरी क्याप्चर गरिएको छ। हिमाल रेसुङ्गा जुन पेन्टिङहरु भित्तामा बनाइएको छ त्यो रेसुङ्गालाई उतारिएको छ। त्यहाँ माथि पारी देखिने रेसुङ्गा डाँडा अनि त्यहाँसँगै तलपट्टि देखिने गडजुरा पार्क, यो रेसुङ्गा मन्दिर अनि यो पोखरी अनि पेन्टिङहरु यसरी क्याप्चर गरिएको छ। यहाँ यो मिनी ब्लग दिपरालको भनौँ न। यो हाम्रो भाइ हुनुहुन्छ, रेसुङ्गा लेखेको छ यहाँ। यो सबै रेसुङ्गाको त्यो गडजुरा पार्क हो अनि ऋषिहरूको पेन्टिङ बनाइएको छ जुन भनौँ रेसुङ्गालाई स्पष्ट तरिकाले यहाँ पेन्टिङमा उतारिएको छ। तपाईहरु देख्न सक्नुहुन्छ यो तमघास बजार प्रशासन कार्यालय अगाडिपट्टि हो। अगाडि भन्दा यसो साइडमा यो शहीद चोक हो। यहाँ शहीद चोक भनेर चिनिन्छ तमघास बजारलाई। अनि यो कालिका जुन तस्बिरमा उतारिएको छ कालिकाको पेन्टिङ, ऋषि रेसुङ्गामा ऋषि तपस्या गरेको यो यज्ञशाला हो। यो तमघास प्रशासन कार्यालय तपाईहरु यहाँ देख्न सक्नुहुन्छ। यो दिपराल कहाँदेखि हुनुहुन्छ भन्दा गुल्मीदेखि, गुल्मी रेसुङ्गा नगरपालिकादेखि मछि। यहाँ चाहिँ लाकुरी मञ्च भनिन्छ जुन हामी सानोमा बस्ने अथवा घुम्न आउने यहाँ एउटा लाकुरी थियो जुन बतासले ढालेपछि यो निर्माण गरिएको हो। तपाईहरु यसरी देख्न सक्नुहुन्छ। यति भन्दै हाम्रो ब्लग यहीँनिर सकाएँ।